हाई भन्थ्यो भाइ हाई भन्थ्यो आऊ गाइज कति मजाको बाटो जाओ पहाड़ पे आप जाओ भाड़ में हम आगे पहाड़ में पारा सो गाइज हम लोग अभी आ चुके हैं जंगल में सो आइसकेको छु गाइज हामी जंगलमा आएपछि हाम्रो ट्रक लाएर यहाँ छु गाइज थाहा छ जंगलको मजा छुट्टै छ क्या जंगलमा मतलब घुम्ने बस्ने यहाँ मतलब यहाँ माइन्ड जुन हुन्छ नि एकदम फ्रेस हुन्छ गाइज सो यहाँ आएको मजा बेग्लै हुन्छ सो अहिले हामी यही एकछिन बस्छ होइन फोटोसोटो खिच्यो होइन यहाँ हाम्रो दाइले पानी खानु हुँदैछ दाइले फोटो अहिले हामी थम्बनेलको लागि फोटो खिचेको जो भ्यू पछाडि भयो भने कस्तो मजाको छ गाइज अघिदेखि भन्दै थिएँ हामी कहाँ चत्रा जान्छु सो फाइनली हामी चत्रा आइपुगेको छु सो चत्राको भ्यू कस्तो मजाको छ भनेर तपाईँहरू आफै हेर्न सक्नुहुन्छ होइन कस्तो मजाको यो सिन होइन दृश्य हरियाली जङ्गल वन पहाड यही त हाम्रो नेपालको सुन्दरता हो होइन अनि हाम्रो तराई हिमाल पहाड सबै हाम्रो यही त हाम्रो नेपालको धन हो होइन अहिले अब ब्लगमा हेरिरहेको अहिले यहाँ कस्तो सुन्दर पहाडहरू हेर्नु हुँदैछ यहाँ ठुलो यो धर्मस्थल पनि चत्रालाई मानिन्छ होइन विश्वको पहिलो धाम बाराछत्तर धाम पनि हो यो हाम्रो चतरेबाट सुरु हुन्छ होइन अलिक बाटो साटो खराब छ यो चाहिँ पहाड हो गाइज होइन यो चाहिँ पहाड हो अब के छ भने यहाँ हल्का बाटो खराब छ अगाडि भिडियो बनाउँछु गाइज बाटो चाहिँ उठा पटकवाला छ गाइज चत्रादेखि धरान जाने बाटो यो सेती पुल जाने बाटो होइन खतरा बाटो छ यो जङ्गल गाइज हामी अहिले जङ्गलमा छु यहाँ जङ्गलको दृश्य तपाईँले मजाले हेर्न सक्नुहुन्छ होइन मजा त मजा आइरहेको छ होइन अहिले आएको छु हामी गाडीमा हरे राम हरे कृष्ण तर कस्तो ढिलो हामीलाई त्यहाँबाट पठायो क्या हामी घुम्न पनि पाएनौँ होइन यदि एउटा खराब भइहाल्छ बाटो छैन हल्का पुल बन्दैछ त्यहाँ हो माइ यस्तो छ गाइज यस्तो बाटो चाहिँ यस्तो बाटोबाट हामी क्रस भइरहेको छु यो कुन नदी हो सायद सेती नदी हो कि सेती नदी त्यो अहिले उता बन्दैछ यो ब्लग बनाए जहिलेदेखि ब्लग बनाउन स्टार्ट गरेँ मुखमा सो गाइज यो यही कुराहरू बढी आउन थाल्यो क्या ब्लग बनाउँदाखेरि पहिला आउँथेन अब त ब्लग बनाउँदाखेरि कैसा रास्ता है रे बाबा ऐसा कैसा रास्ता बनाता है नेता लोग
भइरहेछ होइन। ल गाइस हाय भन्छु भाइ, हाय।